एउटा त्यहाँ फसिरहेको थियो त्यो बिस्तारै 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 लाँदा लाँदा उहाँ पुग्यो अब माथि पुग्यो अब म त आधी घन्टा हिँडेको 10 मिनट बस्नु चाहिन्छ खाजा खानु पर्ने यहीँसम्म हो कि यहीँसम्म भइगयो नि बस्नु चाहिन्छ 60 फुटलाई 105 मिनट जस्तो राजी के हुँदैन यहाँ त ठुलो आइरहेको उहाँ त आएको छैन जोनले लान्छ नि जोन ल जाउँ कहाँ जसले लान्छ म यस्तो झिनमा हुन्छ भने अब पानी पानी भयो नि त कसैले ठेल्नुपर्छ दुईजनाले ठेल हात यस्तो चिसो भएछ मेरो अघि नै हिँड भनेर मान्छे फोटो खिच्यो फेरि सेल्फी देखिहालिन होइन आउने कस्तो हिउँ पऱ्यो अवस्था यार लहर लहर लाएर त्यहाँ बसेर 3 दिन बस्नुपर्छ हुन्छ त्यहाँ नपरे पनि हो परेन भन्छ परे पनि गाली गर्छ मुलाहरू त्यहाँ एउटा गाडी आएको त्यही फसिरहेको थियो गाडी त आउनै सकिरहेको छैन अँ स्लिप खाइरहेको छ गाडी देखेको जान्छ जम्मै बाटो लिक कभर हुँदै गइरहेछ म त दूरदेखि आएँ सासै फेरि गाह्रो हुने गरेर गरम हिउँ खेल्न होला यता हिउँ पर्ने बेला अब बत्ती चक्लेट छ होइन म त मेरो लिकमा आउँछु ल आउला अरे म त तिमीहरू लोया लोया भएको डर लान्छ एक नम्बर बिस्तारै आइरहेको छ चाहिँ हाइट अखे उसले हिउँमरो उहाँ छु म त डयान त उसले हिउँमरो छु गाडीमा त आउँछ पिङ आमुला लिएको भनेको नानी म अङ्कल कहाँ लड तिमी चक्लेट खिच बाबु खिच हिउँले टोल्न है लास्टै हिउँ परेछ फर्किने अवस्था थिएन तै पनि जबरजस्ती केटाहरूले आँट गर्दैछन् ठिकै छ जे गर्नु छ आँट गर्नुपर्छ आँट गरेपछि पुगिन्छ भन्छ क्या र त्यस्तै हो आदि इत्यादि हिउँ देखिरहेछ नि होइन जत्रमा पानी परे जस्तो परिरहेछ यहाँ साइदिनुपर्छ पन्ध्र भागले समाधान यहाँ मेरो यस्तो हात हेर्न यहाँ त ठेल्न त बिस्तार ठेले मात्र त हिउँले रमाइलो त गरायो रमाइलो पनि अझ रमाइलो भयो बाइक साइक ठेलेर लगाएर स्लिप पुरा यहाँ स्नो स्केटिङ ल्याउनु पर्ने रहेछ अर्को त त्यहाँ आउँदै बाँकी छ त्यहाँ पुरा रेडीमा छ म यहाँ चिप्लेर लडेको कि त्यहाँ एक घिसेर हिँड्नु हुँदैन क्या यस्तै हिँडेको त्यो यस्तो रहेछ क्या लडेर चिप्लिहाल्यो नि त्यो माथि बारे प्रेसर दिएर कुरा हुने हिँड्ने त त्यसरी हिँड्ने त नि कस्तो यो मौसम हिउँले ढाकेको आहा क्या मजाको हाम्रो काठमाडौँ यस्तो भइरहेको अहिले के मान्छे स्विजरल्यान्ड जान्थ्यो होइन नेपालले अझै स्विजरल्यान्ड भन्दा स्विजरल्यान्ड नर्वे कहाँ स्विजरल्यान्ड भइरहेछन् केटाहरू स्ट्यान्ड लगाएर फेरि रेस्ट होला एकछिन पुरा मुखभरि हिउँ छिर्यो आँखाभरि हिउँले हानिरहेछ बबाल एउटा सिटिल भयो सुस्त यसको नाम हो सुस्त भने ल शिथिल भयो नि आउँदैन यो
त्यहाँ भयो त्यसो ओह्रालो हिउँ नभएर त ठिक हुन्छ ओह्रालो हुन्छ नि हुन्छ हिउँभन्दा चिसो आगोभन्दा तातो तिम्रो हाम्रो साइनो रहेछ रगत फन्दा रातो बोल नि आँटा यार पानी हिउँ नै खाइदैन होइन यहाँ ब्यागमा भएको हिउँ खाइदैन पानी खा साइड त साइडमै पर्यो त्यो तल के खानु भन मैले तँलाई भनेर अनि मैले जुस ल्याऊ म चाहिँ सुन्तला लङ टुर जाँदाखेरि जे राखेर के भयो तपाईँ बोक्नु गाह्रो हुन्छ होला नानी यो पऱ्यो नि ठिक हो तर यो मैले बाटै बन्द गरेर पऱ्यो नि ठिक भएन क्या कपासै चाहिँ आयो नि अहिले त अहिले त अर्कै आएको थियो अहिले त कपासै आयो त्यो हो त गाह्रो है उलारी भएको होइन परेपछि ठेल्दै त्यहाँसम्म म ठेल्छु नि फेरि पछि हेर नलिन चोक के अरे कालिन चोकको हिउँ अब त अघिसम्म चाहिँ पुरा के अरे कनिका जसाइरहेको थियो अहिले त सर र कपास जस्ताइरहेछ त्यो मैले 3-4 दिनसम्म पर्छ भने तर्खाइ चाहिँ क्या यस्तो नि तिनीहरूको त बिजनेस हो तिनीहरूले त भोलि सफा भइहाल्छ भन्थ्यो नि होइन आज यहाँ बस्नु भन्थ्यो तिनीहरूले त राम्रो भन्दैछ 3-4 दिनसम्म पर्ला यो मान्छे कम गाह्रो भइरहेछ ल म ठेलिन्छु ल हिउँ पनि परिरहेछ त्यो हेलमेट म बोक्छु ल्याऊ त्यो गाडीको ठाउँ पुगिहाल्यो नि होइन कालो बाटो जानु कि होइन पुरा बाइक ठेल्ने प्रोसेसमा चिप्लिने प्रोसेसमा मै लडेँ यहाँ बाटोमा हेरेर ठिक छ इन्टरटेनमेन्ट तपाईँ ठेल्नु पाएको पखमा खिचिदिन्छु अब 1 मिनट 2 मिनट म मजा लगिदिन्छु क्या अब कस्तो मजाले गएको यार त्यो त्यो कस्तो मजाले गएको गइहाल्छ हाम्रो नि मजाले आयो नि एक्सिडेन्ट नबढाउने रहेछ त्यो त बढाउनु हुँदैन नि 4-5 राखेर लाले के स्टार्ट गर्दा खैनी गरेर स्टार्ट गर्दा यसो स्टार्ट गर्दा
सक्छ तिमी सक्छ गेरमा हाल्ने कहाँ गेरमा नि अर्को बाइक उहाँ पुग्यो एक्सिडेन्ट नलिए त अब एक्सिडेन्ट पटक्कै नलि एक्सिडेन्ट त लिनु परिहाल्यो नि कसै अगाडि सुरुमा नि मैले रेसमा राखिदिइसकेँ नि त फेरि किन सुरुमा लिने होइन अनि छोडिदिनु क्या पुरै पक्कै ल एक्सिडेन्ट लिनु सुरुमा एकछिन लिए अनि त्यो क्लच छोडेपछि चाहिँ नलिन आफै जान्छ उयो त्यो उसको जस्तो क्या केटिएमहरू त्यो मैले कस्तो मजाले गएको छ त्यो हेर्नु जति मजाले गर्ने ऊ रोक्दो रहेछ त्यहाँ थाक्दैन बुझ्दै ठेल्दाखेरि नराख्नु पर्ने फुट्ला जस्तो हुन्छ पुरा हिउँ परिरहेछ त काम छैन हिँड्यो भने मेरो साथी फुट्ला जस्तो ब्यागमा पनि पुरा हिउँ होला टाउकोमा पनि पुरा हिउँ होला कता कता होला रेस्ट टाइम बाइकको टायरैभरि हिउँ र बसेर सक्छ नि कति बाइक अहिले पल्सर बसेर गयो यस्तो हिउँ हिउँ छ लासे खान्छ नि पुग्यो अब दैन